हेलो नि नमस्ते तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ म सेनबाट मैले लिएको केही सामानहरु चाहिँ यस भिडियो मार्फत तपाईहरुलाई देखाउन गइरहेको छु। जसमध्येमा चाहिँ केही सामान चाहिँ मैले युज गरेको छु र त्यसको बारेमा पनि भन्ने छु। र यो चाहिँ एउटा DIY मन्दिर हो, एकदम इकोनोमिक छ यो मन्दिर चाहिँ, जसमा चाहिँ काठहरु जोडेर यसरी राख्ने गरिन्छ। र यो मन्दिर चाहिँ झुन्डाउनुलाई भन्दा पनि यत्तिकै कहीँ राखेर चाहिँ उ गर्नुको लागि चाहिँ सजिलो छ। त्यसपछि चाहिँ यो दियो राख्ने भाँडा र लगातै मैले चाहिँ त्यसपछि यो ककटेलको भाँडा हो। यसमा चाहिँ मैले अङ्खरा जस्तो गर्नु मिल्छ भनेर लिएको। त्यसपछि चाहिँ धुपबत्ती गाड्ने सानो यो कुरा। अनि त्यसपछि चाहिँ मैले चाहिँ गणेशको मूर्ति भनेर लिएको, तर आउने बेलामा चाहिँ मूर्ति नआइकन यस्तो यो चाहिँ पेपरको होला सायद, अगाडि र पछाडि गणेशको पिक्चर छ। तर पनि डेकोरेसनको लागि चाहिँ राम्रो नै देख्छ, किनभने यो 2D हो जस्तो लाग्थ्यो है। अन्त राम्रो देख्छ है राख्ने बेलामा चाहिँ। अनि त्यसपछि मेरो छोरोको लागि दुईवटा लुगा मगाएको छु, तल र माथि लगाउने। नर्मली लास्ट टाइम किन्ने बेलामा चाहिँ मलाई नाइलनको परेको थियो, खासै राम्रो थिएन, मैले फाल्दै पनि हैन किनेर। अनि यो चाहिँ कटनको हो, राम्रो छ। अनि त्यसपछि चाहिँ मैले दुईवटा चप्पल लिए। त्यसमा फर्स्ट चप्पल चाहिँ यो हो। सेकेन्ड चप्पल चाहिँ मैले युज गरेको छु। सेकेन्ड चप्पल चाहिँ माथिपट्टि चाहिँ लेदरको छ हैन, लेदर एकदमै सफ्ट छ र तलपट्टि पनि यसको जुन यो छ नि त्यो पनि एकदमै राम्रो छ भन्नाले हिँड्ने बेलामा जुन हुन्छ नि के भन्छ त्यसलाई हो, सोल पनि एकदमै राम्रो छ। अनि त्यसपछि यो चाहिँ अर्को लुगा मेरो छोरोको लागि, माथि र तलको, यो पनि एकदमै राम्रो छ। यो पनि 100% कटनको हो। अनि त्यसपछि चाहिँ मेरो साथीको लागि लिएको जुन गिफ्ट छ त्यसमा चाहिँ मैले यसरी राखेँ, गणेश राखेँ, अङ्खरा राखेँ हैन। र लास्ट फाइनल लुक चाहिँ यस्तो देख्छ। र यो चाहिँ म मेरो साथीलाई चाहिँ गिफ्ट दिन्छु। र यसमा मैले एड गरेको भनेको यो बुद्धको मूर्ति र